सन्दीपको रेकर्ड ब्रेक, ललित राजवंशीको बलिङ, रोहित पौडेल र ईशान पाण्डेको ब्याटिङ र हाम्रो नेपाली ब्याट्सम्यानको ओपनिङ ब्याट्सम्यानको एक्सप्लोजिभ स्टार्ट र 2 रनको हारको बदला 6 विकेटले त्यो 6 नै दिनमा। यही विशेष कुरामा बसेर चर्चा गर्नेछौँ। यो भिडियोलाई कृपया लाइक सब्सक्राइब गरी अन्तिमसम्म हेरिदिनुहोला। यो नेपालको जितसँगै हामी सन्दीप लामिछानेको रेकर्ड ब्रेकिङ पर्फर्मेन्सको पनि कुरा गर्नेछौँ। उनले 73 म्याचेसमा 150 विकेट लिने पहिलो ओडिआई खेलाडी बनेका छन् भने उनले अस्ट्रेलियाको माइकल स्टार्कलाई पछि पारेका हुन्। माइकल स्टार्कले यही 150 विकेट 77 म्याचमा लिएका थिए। र अब भने कुरा गरौँ हाम्रो लोकल प्लेयर ललित राजवंशीको ब्याक इन द फर्म। लामो म्याचदेखि उनले विकेटको खडेरी लागिरहेको थियो ललित राजवंशीलाई र अहिले भने शानदार 4 विकेट लिएका छन्। अनि सँगसँगै सन्दीप लामिछानेको 3 विकेट। हेर्ने नै हो भने स्कटल्यान्डलाई नेपाली स्पिनरले डोमिनेन्समा राखेका थिए, हल्लिन दिएका थिएनन्, चल्न दिएका थिएनन्। जहाँ ललित राजवंशीले 4 विकेट भने सन्दीप लामिछानेले 3 विकेट लिएका थिए। अनि यसै विशेषमा कुरा गर्नुपर्ने हुन्छ हाम्रो ओपनिङ ब्याट्सम्यानको। 6 ओभरमा 58 रन राम्रो स्टार्ट दिएका थिए हाम्रो नेपाली ओपनिङ ब्याट्सम्यानले। हामीले लगातार दोस्रो गेममा यस्तो ब्याटिङ देख्न पाएको छौँ। हामीले नेपालको यही ब्याटिङ, यही इन्टेन्ट, यही क्षमता देख्न नपाएको धेरै भइसकेको थियो। तर आजको यो 2टा गेम भने राम्रो ब्याटिङ, राम्रो बलिङ गएको छ। भलै त्यहाँ केही कमजोरीहरू पनि छन्, तर कमजोरीलाई भने राम्रो पक्षले ओभरकम गरेको छ। स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। अनि यसमा मकमिलनले एग्रेसिभ 44 बलमा 73 रन हानेका थिए। पहिलो 10 ओभरमा त राम्रो इन्टेन्टका साथ राम्रो एग्रेसिभ स्टार्ट दिएका थिए स्कटल्यान्डको ब्याट्सम्यानले। तर बीच इनिङमा भने सन्दीप लामिछानेको बलिङ, ललित राजवंशीको बलिङले बाँधेर राखेको थियो स्कटल्यान्डको प्लेयरहरूलाई र 39 ओभर खेल्दै 194 रन समेटिन पुगे स्कटल्यान्डको। 195 रनको लक्ष्य पाएको नेपालले एग्रेसिभ स्टार्टका साथ 6 ओभरमै 58 रन बनाएको थियो कुशल र आसिफको जोडीले। त्यसपछि आसिफ रन आउट हुन पुगे, कुशल त्यसको 6-7 बलमै आउट हुन पुगे। त्यसपछि क्रिजमा थिए नयाँ ब्याट्सम्यान रोहित र ईशान पाण्डे। यी 2 ब्याट्सम्यानको काम कम्पोज इनिङ हेर्न सकिन्थ्यो। हामीले क्लासको ब्याटिङ थियो यो 2टाको। 104 रनको पार्टनरसिप बनाएर नेपाललाई जितसम्म पुर्याए र नेपालले 38 ओभरमै यो लक्ष्य हासिल गरेको थियो। नेपालको यो पर्फर्मेन्स हेर्ने हो भने टेबलमा पहिलो स्थानमा र दोस्रो स्थानमा रहेको युएसए र स्कटल्यान्डलाई डोमिनेन्स गरेको छ। त्यो पनि 7औं स्थानमा रहेको नेपाल। यो जितसँगै नेपाल 5औं स्थानमा उक्लिएको छ। नामिबिया र क्यानाडालाई पछि पार्दै 5औं स्थानमा उक्लिएको छ भने योभन्दा अगाडि नेदरल्यान्ड छ जसको 28 पोइन्ट छ। टप 4 मा पर्ने हो भने नेदरल्यान्डलाई पछि पारेर हामी अगाडि बढ्न पर्ने हुन्छ। अबको गेम भने हाम्रो नेदरल्यान्ड टुर छ। नामिबिया, नेदरल्यान्ड र नेपालको। त्यसपछि भने ओमान टुर रहेको छ जसमा ओमान, नेपाल र क्यानाडा भेट्दैछन्। यदि हामी आज स्टार पर्फर्मर ललित राजवंशीको कुरा गर्छौँ भने पछिल्लो 9 म्याचमा जम्मा 2 विकेट निस्किएको थियो उनको बलिङबाट। भलै इकोनोमी भने कम थियो, बाँधेर राखेका थिए ब्याट्सम्यानलाई, तर भने विकेट भने निस्किन सकिरहेको थिएन ललित राजवंशीको बलबाट। तर यो म्याचमा ब्याट्सम्यानलाई पनि बाँधे, विकेट पनि झिके। 4 विकेट झिकेका छन्। लामो समयपछि ललित राजवंशी फेरि फर्ममा फर्किएका छन्। कीर्तिपुर अनि स्पिन बल एकदम स्मुथ सम्बन्ध छ यी 2 बीचको। आजकै गेममा पनि हेर्छौँ भने खसेको 14 विकेट मध्ये 9 विकेट स्पिन बलरको मात्र थियो। यहाँबाट देख्न सकिन्छ कि कति स्पिन फ्रेन्डली छ कीर्तिपुरको ग्राउन्ड, कीर्तिपुरको पिच। त्यसैले हाम्रो नेपाली स्पिनरहरू स्कटल्यान्ड विरुद्ध धावा बोलेका थिए। एकदम स्कटल्यान्डको कम्मरै तोडिदिएको थियो। मिड इनिङमा कोही पनि ललित राजवंशी र सन्दीप लामिछानेको बलिङमा टिक्न सकेनन्। यदि हामी स्कटल्यान्डसँगको अघिल्लो म्याचको तुलना गर्छौँ भने यो जित भनेको बलिङ डिसिप्लिन र ब्याटिङ स्टेबलको कारणले भएको थियो। बलिङमा गत म्याचमा 11वटा वाइड थियो भने यो म्याचमा जम्मा 39-40 ओभर बल फाल्दै गर्दा जम्मा एउटा वाइड थियो। यो नै हो चेन्ज। यही डिसिप्लिनले नै रोक्छ रन अनि पार्छ ब्याट्सम्यानलाई प्रेसरमा।
अनि विकेट दिन्छन् ब्याट्सम्यानले। अनि कुरा गर्ने हो भने ब्याटिङको एकदम स्टेबल काम कम्पोज देखिएको थियो। भलै नेपालको केही साना साना गल्तीहरू थिए, गल्ती नै हेर्ने हो भने त्यो आसिफको रनआउट सायदै यसरी तालमेल बिग्रिने गर्छ यी दुई ब्याट्सम्यानको। अनि कुशल भुर्तेलको त्यो भित्र आइरहेको बल, उनी अझै पनि त्यो भित्र आइरहेको बलमा कम्फर्ट हुन सकिरहेका छैनन्। अनि उता रोहित पौडेलको हेर्छौँ भने त्यो स्विप हान्ने चक्करमा टप एज पनि लागिरहेको थियो र नो म्यान्स ल्यान्डमा झरेको थियो। यस्तो गल्तीहरूलाई हामीले सुधार गर्नुपर्ने हुन्छ। भलै यो जितले यो गल्तीहरू रोकिदिएको छ, तर आगामी गेममा यी सासाना गल्तीहरू पनि हामी गर्न दिने छैनौँ। इम्प्रुभ हुनेछ नेपाल प्लेयरहरूबाट, त्यो आशा गर्नेछौँ। कुरा गर्छौँ भने ईशान पाण्डेको फ्रेस कन्ट्रिब्युसन। दोस्रो म्याचमा नै उनले हाफ सेन्चुरी हानेका। अघिल्लो म्याचको लय बोकेर आएका थिए उनले। अघिल्लो म्याचमा 20 रनको नट आउट पारी र यो म्याचमा 50 रन। ईशान पाण्डेले घरेलु म्याचमा नेपाल एबाट बागमतीको तर्फबाट राम्रो इनिङ्सहरू खेलेका थिए, राम्रो म्याचेसहरू खेलेका थिए। घरेलु पर्फर्मेन्स पनि राम्रो थियो ईशान पाण्डेको र उनलाई त्यही पर्फर्मेन्सले नै यहाँसम्म पुर्याएको थियो। अनि खाँचो पनि थियो नेपाली टप अर्डरलाई लेफ्टी ब्याट्सम्यानको, र त्यो पूर्ति गरेका छन् ईशान पाण्डेले। ईशान पाण्डेको क्लास ब्याटिङ, कम्पोज ब्याटिङ, पुरै धैर्यताका साथ ब्याटिङ थियो र कप्तानका साथ 104 रनको साझेदारी गरेका थिए। यो म्याच विनिङ साझेदारी थियो। यदि त्यहाँबाट एउटा मात्र विकेट पनि झर्थ्यो भने नेपाल प्रेसरमा जान सक्थ्यो, तर रोहित र ईशान पाण्डेले यो म्याचलाई जितसम्म पुर्याएका छन्। नेपाली फ्यानहरूलाई पनि के भन्न चाहन्छु भने हाम्रो स्टेडियममा दर्शकको मात्रा एकदम कम देखिरहेको छ। गत म्याचमा फुल क्राउड थियो, सायदै शनिबारको कारणले पनि होला, तर यो म्याचमा भने सीमित मात्र देखिन्थ्यो दर्शक। पहिला नेपाली दर्शकहरू खचाखच स्टेडियम भरिन्थ्यो, तर अहिले के को कारणले मिनिमम दर्शक देखिँदैछ स्टेडियममा। नेपाली क्रिकेट चिनिएको नै हाम्रो प्यारो दर्शकहरूले गर्दा हो। आगामी म्याचमा म यो पनि आह्वान अथवा रिक्वेस्ट गर्न चाहन्छु, दर्शकहरूलाई स्टेडियम भिजिट गर्नुहोस् र नेपालको मनोबल उच्च गराइदिनुहोस्, नेपाली क्रिकेट प्लेयर्सको मनोबल उच्च गराउनुहोस्। यसैसँग वी होप कि नेपालको यस्तै पर्फर्मेन्स, यस्तै बलिङ एट्याक, यस्तै ब्याटिङ कन्सिस्टेन्स रूपमा जाओस्, स्टेबल रहोस्, सस्टेन पर्फर्मेन्स होस्, हामी कामना गर्छौँ। यो न कि कीर्तिपुरमा मात्र होस्, अब यो म्याचमा नेपाल घरबाट बाहिर जाँदा पनि यस्तै पर्फर्मेन्स देख्न पाइयोस् र नेपाली क्रिकेटले एसोसिएट लेभलमा डोमिनेन्स गरोस्। यो हाम्रो चाहना हो, यो हाम्रो इच्छा हो। आगामी म्याच युएसएसँगको गेम के उसको घरको हारको बदला नेपालले लिनेछ, दुईटै म्याच जितेर। यस्तै तथ्य विशेष भिडियो फेरि पनि लिएर आउनेछौँ। युएसए विरुद्धको गेमको प्री म्याच एनालाइसिस र पोस्ट म्याच एनालाइसिस पनि लिएर आउनेछु। यति भन्दै आजको लागि बिदा चाहन्छु। कृपया यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु होला। जय नेपाल क्रिकेट।